नहला भाइ केटा मलाई यतै सेन्टर नकटी टाइम सकिने भयो आम्माहरू के हो जसमा ल्याउँछ त ल ल ल ल गोल पो लाउँछ सोरसार आइसक्यो उतादेखि हेर्न यो त म त लुडो जस्तो पो लाग्नु होला एउटा छ त्यो पर चाहिँ हेर्न त्यहाँ लगो फेरि उताको वाला यतिको क्लियर त देखाउनु परेको नि होइन ला हो ए लडी लडी पो टेन्सन नगर भरे वाट्सएप गरिदिउँला एडिट गरेर हाल्नु साह्रो जोक लाग्छ मलाई त यो त्यसको बुट्टाले अलिक भएन हँसाएर चाहिँ मार्ने चाहिँ त्यति हो यसलाई के अफसेट के गर्यो ल हातले छेक्दिनु भने किन एम्पर यसले नि खतरा खेल्नु बोल्दै थिएर खेल्नु राम्रो खेल्छ नि कहाँको यो यताकै हो राम्रो खेल्छ यिनीहरू औँसी डाँडामा तिहारमा यिनीहरूले झन्नै उयो उठाएको क्या यिनीहरूले फाइनल उठाइसकेको थियो नि यिनीहरूले फाइनल होइन नि ए जिरीसँग पो हारेको त नि कुन यो केटीहरूले केटा हौ केटाहरूले चाहिँ के हुँदैछ कुकुरले कस्तो दामी झारबुट्टाले देखेन हो जङ्गलले हामी पनि काट्नु नि हो त्यस्तो गोलेर लिएर हिँड्ने पारा फते भाइ दर्शकबिन तपाईँले देख्न सक्नुहुनेछ प्रत्यक्ष रूपमा चेली र बुहारीको खेल मैदानमा घरमा त झगडा पर्नु नपाए पनि यहाँ त गोलमा त रिक्सले हान्ने हो नि त गोल पनि फेरि यता गयो गोल पनि आन्टीले सुडाउनु भएको छ किपर कसको बुहारी हाने बुहारी ला लड्यो फेरि उठ्नु चाहिँ छोड्नु भएन फेरि किपर कत्रो छ नि हेरौँ त त्यहाँ किपर लान्छु भानु कम्ती अल्को छैन हौ म बाफ्रे बाप त्यो पोस्टमा लगभग सुत्यो भने नि गोल छिर्दैन त गोल सुरु भइसकेको छ हजुर कहाँ ए त्यही हो जति अम्मै घोगरा त तानेर गयो यसमा त पानी यति धेर पो छ होला के छ यो यसको चाहिँ प्राइज लुङ्गी गेमको चाहिँ छ नि प्राइज 20-30 हजारको अरू बेला प्र्याक्टिस गर्दाखेरि छैन होला उठ्नु सक्दैन हल्लिनु कुदाइ चाहिँ हेर्न कुदाइ चाहिँ कुदाइ चाहिँ हल्लिनु सक्दैन हौ गरे त भाइदा डिफेन्स 8 नम्बर भित्र कुदेर त्यहाँ कुदा फोकसै छैन माइक्रोफोनको अनि आठ त सबभन्दा हेर्दी छ नि मोटो हुँदो नि भाइ त हो ल हो ल त्यसको बुट्टाले छेक्दै फेरि ठ्याक्कै यार उठौँ उठौँ यता गोल फेरि रनिङ लिएर जाँदैछ कहाँ पुऱ्यायो दिदीको कुदा हेरौँ न फेरि त्यो के मान्छे लडेर यसो उठाउनु गयो जस्तो फेरि राम्रै खेल्दैछ है तिनजना ला भन्दै कुद्दै जान्छ नि तिहारमा अनि
उयो मोटीले त राम्रो खेल्छ कहाँ पुग्यो 8 नम्बर एउटा मोटी छ क्या राम्रो खेल्छ यो पनि सेतो जरा आउँछ त्यही होला 8 नम्बर राम्रो खेल्छ त्यसले ऊ तलको सबैभन्दा मैले त 80 जनामा दिएको पर तिहारको बेलामा ल झन्डै ऊ तलको यो राम्रो जाने होइन यहाँ छ उता फिर्काउँदैछ यो 2 नम्बर जर्सी लाउने हो कुदाको लुन्डे पनि आएछ त खै ऊ बुहारीहरूसँग आएछ जति लुङ्गी माथि उचालेर आएन त खै तिमीहरूको चाहिँ लुङ्गी डान्स ए लुङ्गी गोल आमा हौ लुङ्गी डान्स ला हो कुखुराको चल्ला त्यो चारो यसो टिप्नु कुदे जस्तो कुदेको देख्छु म त यार ल यो उत्तिस चाहिँ भएन क्या लोभले राखेको ल लुका पास पास लो 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 झकिन्छ त अनि फेरि ल गोललाई त अनि पोको पारेर लात्तीले टुङ्गी टुङ्गी हाने जस्तो भयो नि हप्न सक्छ एक लाललाई सक्छ कसलाई पो हान्नु खोज्छ त फेरि ल हेर्नु भयो ह्यान्डी प्लस लुङ्गी सब बाइकमा सबैले बाइक मिलाएको सबैलाई आमा केटा हेलो हाई गर्दै के छ गर्दिनौ फोन आइसक्यो होइन होला है फोन त बन्द आउँदैन अनि कता छ हेलो है गोल ब्लग बनाएको तैँले ब्लग बनाएको भरे एडिट गरेर हाल्नुपर्छ कि बडा गजब हुन्छ त्यहीँ राख्छु हाइ ठोक्नु नि हौ समाज त्यो अर्को गएर ड्याममा हान्नु पाउँदैन कसेर हान्दै त्यस्तो गुडेको बल सिधा जाँदैन नि फेरि हत पता होइन मलाई त्यस्तो जाँदैन हत पता कि पर जमाएर हान्नु सक्नुभयो कहाँ हुन्छ गेम हो यहीँ तोकमाकै हो मस्तिर सङ्गिन भाइले टाङ्मुनिदेखि गोल खायो कि तलको सोल्टी त मरिको नि सङ्गिनले ल्यातले त्यो हगेर के यो त हाइट बरु हातले फाल्नु लाग्यो भए टाढो फाल्थ्यो होला ल्यातले त्यो हगेर ए खेलाएन ए भिडे भिडे फेरि मान्छे गलेर फ्यात्ता फुत्ता भइसक्नु भएको छ सोतोङ एकछिन आजको तेस्रो खेल यस प्रतियोगिताको तेस्रो सेमी फाइनल खेल 22 कहिले न खेतर टिम जलजले versus एफसी सन्डु बीच हुने भएकोले यस खेलको समाप्ति पश्चात दुवै टिमका खेलाडी मित्रहरूलाई पनि त्यही अवस्थामा रहिदिन हार्दिक अनुरोध गर्दछु भोलि होला यो जसले अब यो जसले चाहिँ चुला चुलिसँग खेल्छ